म उम्मेदवार बन्दै गर्दा के अरे अहिले पुष्पकमल दाहाल प्रचण्ड आउँदै गर्नु भएको छ यहाँ चुनबाङको उसमा भन्नुभयो उहाँले सशस्त्र द्वन्द्वको बेलामा यहाँ सेल्टर लिनुभयो तपाईँहरू यहाँ चुनबाङले पनि सहयोग गर्नुभयो तर उहाँले के भन्नुभयो भने उहाँले अहिले मनोनयन दर्ता गर्न आउँदाखेरि मेरो आधार भूमि जुन चुनबाङमा बस्नु भएको थियो नि त्यसलाई आधार भूमि मानेर आए भन्नुभयो चुनबाङ होइन रुकुमलाई आधार भूमि मानेर आए भन्नुभयो तर आधार भूमि मान्दै गर्दा उहाँ 2064 साल पछि एकछत्र सत्तामा बस्नुभयो 3 पटक प्रधानमन्त्री बन्नुभयो तर आधार भूमिलाई किन सम्झिनु भने तपाईँको उत्पादन किन बिकेन चुनबाङमा किन भएन त्यो तपाईँहरूले पनि क्वेसन गर्ने उहाँहरूलाई हो हामीले क्वेसन गर्ने र चित्नु हो त्यही भएर अहिले चाहिँ मेरो प्रतिद्वन्दी भएर होइन तपाईँले सामाजिक सञ्जाल हेर्न सक्नुहुन्छ फेसबुक हेर्न सक्नुहुन्छ ट्विटर टिकटकमा हेर्न सक्नुहुन्छ त्यो उहाँ 3 पटक प्रधानमन्त्री बन्नुभयो उहाँ रोल्पाबाट उठ्नुभयो काठमाडौँबाट उठ्नुभयो चितवनबाट उठ्नुभयो सिराबाट उठ्नुभयो गोर्खाबाट उठ्नुभयो तर गोर्खा उहाँले चुनावमा उठ्दै गर्दाखेरि यो बाटो पिच गरिदिन्छु भन्नु अहिले पनि भन्नुभयो होला तपाईँलाई के सपना देखाउनु होला यो रुकुमका लागि तर त्यति मात्र होइन उहाँले योभन्दा पटक निर्वाचनै पछि जिल्ला फेर्ने निर्वाचन क्षेत्र फेर्ने निर्वाचनका बेलामा बाचा गर्ने आश्वासन देखाउने तर बाचा पुरा नगरेका कारणले आफूले जितेर आफूले जितेर गएको ठाउँमा फेरि जान नसक्ने अवस्था सिर्जना भएर उहाँले चाहिँ तपाईँलाई चाहिँ पाउन भन्नु होला सुन्नु उहाँ चाहिँ भगौडा आफ्नो शक्ति छ आफ्नो कमजोर शक्ति छ हुँदै भगौडा रूपमा रुकुमका जनता अहिले पनि झुक्काउन सक्ने त्यहाँका सिधा साधा जनता छन् त्यहाँ गरिबी छ त्यहाँ अभाव छ त्यहाँ समस्या त्यहाँका जनतालाई फेरि दिमाग भुट्न सक्छु भन्ने हेतुले आएको यो रुकुमका जनताले बुझ्नुपर्छ किनकि मैले ढाँटे होइन मैले उहाँलाई मेरो प्रतिद्वन्दी भनेर भनेको होइन तपाईँले सामाजिक सञ्जालमा हेर्न सक्नुहुन्छ गत योभन्दा 79 को चुनावमा गोर्खाबाट जित्नु भएको थियो गोर्खाली रबर उद्योग चाहिँ सञ्चालनमा ल्याउनु भन्नु पालुङटारको एयरपोर्ट सञ्चालन गर्दै बाटोहरू अहिले पनि यहाँ उहाँको बाटो जति सबै पिच गरे तर कुनै पनि बाटो पिच नभएको उहाँले बाचा गरेको चुनावको बेलामा बाचा गर्नुभयो तर बाचा पुरा नगरेको कारणले गोर्खा जान सक्नु भएन त्यस्तै रोल्पा जान सक्नु भएन सिरा चितवन काठमाडौँ भाग्दै यहाँ आएर तपाईँलाई झुट्टा आश्वासन दिनुहुन्छ